नमस्कार पसले दाइ तर्फबाट। अब तपाईहरुलाई हामी यो 5G र 4G ड्युअल ब्यान्ड भएको वाइफाई रिपिटरलाई कसरी कनेक्ट गर्ने भनेर देखाउँदै छौं है त। सर्वप्रथम तपाईले सबभन्दा सुरुमा यसलाई आफ्नो उसमा प्लग गर्नुपर्ने हुन्छ हैन। अब यसलाई हामी प्लग गर्छौं। पहिला तपाईले प्लग गरेर अन गर्ने बित्तिकै त्यहाँनेर एउटा नीलो कलरको बत्ती बल्छ, जसको अर्थ यो टर्न अन भइसकिसकेको छ। अब तपाईले आफ्नो मोबाइलको स्क्रिनमा जानुपर्ने हुन्छ। अब तपाईहरुले त्यो अन गरिसकेको लगभग 30 सेकेन्ड पछाडी एउटा वाइफाई फ्लाइट 2.4G एन्ड 5G यो भनेर नाम आउँछ। यसमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। इनिशियली यसमा 1 देखि 8 सम्मको पासवर्ड हुन्छ, त्यो लगाउनु पर्छ तपाईले। त्यो पासवर्ड लगाइसके पछाडी यो मोबाइल तपाईको वाइफाई राउटरसँग कनेक्ट हुन्छ। अब एकचोटी यहाँनिर थिच्नु होला, प्रेस गर्नु होला। यस्तो खालको इन्टरफेस आउँछ। तपाईले ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ। इंग्लिश नै छोड्दिए मैले। अब लगइन गरे। अब त्यसपछि यहाँ केही गर्नु पर्दैन। नेक्स्ट सरी। अब तपाईले आफ्नो वाइफाईको नाम यहाँनिर अब कुन वाइफाईलाई कनेक्ट गर्ने हो त्यो वाइफाईको पासवर्ड राख्नुपर्ने हुन्छ। मैले यहाँ पसले दाइमा क्लिक गरे। अब त्यसको पासवर्ड यहाँनिर हाल्नुपर्ने हुन्छ। म त्यसको पासवर्ड हाल्छु। 2018। अब तपाईले सर्वप्रथम नेक्स्ट गर्नुपर्ने हुन्छ, फिनिश गर्नुपर्ने हुन्छ। अब तपाईको वाइफाई राउटर र वाइफाई रिपिटर कनेक्ट भइसकिसकेको छ। मजा लिनुहोस् अब। डन।